Hello, good morning, guys. Subhajanalai. I'm getting ready to meet my old friend, and this is the outfit of my day today. How am I looking, guys? Anyway, म त रेडी भएर घरबाट निस्केँ र वेटिङ फर द बस बसमा त चिनेको भाइ भेट्यो र हामी सँगै वकिङ पुग्यौँ र वकिङ स्टेसनमा चाहिँ ट्रेन वेट गरिरहेको मेरो भन्दा अगाडि चाहिँ उसको ट्रेन आयो सो बाई मेरो पनि ट्रेन आइसक्यो र यो क्यारेजमा चाहिँ म एक्लै छु र फोटोसुट गर्दै गर्दा म अल्ट्रासाउन्डमा पनि आइपुगेँ गाइज आफ्टर लङ टाइम मिटिङ माई फ्रेन्ड्स हियर सी गोज एन्ड थ्याङ्क यू फर द फ्लावर आइ एम सो ह्याप्पी टु मिट यु एन्ड यर लिटल वान थ्याङ्क यू फर द फ्लावर आई लभ इट सो मच साथीको छोरी सुरुमा त पुरा लजारहेको थियो होइन तर पछिबाट यति बन्डिङ भएको थियो नि हाम्रो वी ह्याड अ ग्रेट टाइम है फर्स्ट अफ अल एउटा रेस्टुरेन्टमा गएर हामीले ब्रेकफास्ट अर्डर गऱ्यौँ र ब्रेकफास्टको सँगसँगै यु नो द्याट गर्ल्स टक पुरानो पुरानो कति धेरै कुराहरू यादकोहरू होइन पुरानो स्टफ्सहरू कुराहरू गर्दै सेयर गर्दै चिटच्याट गर्दै रमाइलो भयो एन्ड वी एन्जोयड आवर ब्रेकफास्ट देयर त्यस पछाडि हामी नमस्तेमा गएर मासु किन्यौँ एन्ड गोइङ ब्याक टु हर होम सी यु अन नेक्स्ट ब्लग